हाम्रो चाहिँ अब गलगोटमा धेरै कलाकारहरू हुनुहुन्छ होइन, त्यही भएर कलाकारहरूबाटै प्रेरित भएर चाहिँ अब हाम्रो इन्द्र भाइले पनि गीत गुनगुनाउने मान्छे, अब चाहिँ कला चाहिँ बाहिर प्रस्फुटन गर्ने भन्ने उद्देश्यको साथ अब भाइले एउटा गीत लय छोप्दैछन् होइन। हामीले पनि त्यसमा चाहिँ अब सकेसम्म हामीले साथ सपोर्ट गर्दैछौँ। राजन दाई, म, इन्द्र भाइ अब पुरानो टिमबाट सँगै खेल्ने मान्छे। अब फेरि पनि अब चाहिँ एउटा गीत गीत नि त्यही माछा मिठो असला भएको छ, गीतको बोल रहेको छ होइन। अनि असला माछा पनि एउटा होइन गीत चाहिँ गाउनु पर्यो। असला म लिएर आउँछु है। ल गीत आउँछ ल। ल असला माछा तरुलको एकदम फेमस माछा भनेको यो होइन। यो चाहिँ ल यहीसँग आधारित गीत छ। ल इन्द्र भाइ सुरु गरौँ। भुँडी काटेर फालेनौ? के हो र गीत? माछा मिठो असला धरम खोलाको। असला माछा नि यस्तो हुन्छ। ए हो संसार हेर्ने आँखामा बसेपछि यस्तै हुन्छ मायामा बसेपछि माछा मिठो असला धरम खोलाको मायाले सुने नौरा बोलाको रहेछौ खोलाको। ल धन्यवाद। अब हाम्रो जे जस्तो भए पनि स्वीकार्नु होला। हो एकदम।